आयोकै जस्तो सेम सिस्टममा सेम ओल्ड क्वेसनहरुको कलेक्सनबाट एकदम फ्री मक टेस्ट फ्री विथ प्राइजमा ल्यापटप र 100% स्कलरशिपसम्म। हेलो एभ्रीबडी, ल सबैले आइओई इन्ट्रान्स प्रिपरेसन सुरु गरिसकेको होला। अब सबैले सुरु गर्नु पनि पर्यो बिस्तारै अब त स्टार्टको बेलातिर आफ्नो लेभल के छ भन्नुको लागि हामीले मक टेस्ट दिँदा एकदम राम्रो हुन्छ। र मैले याद गर्दाखेरि मैले दिएको मक टेस्टमा मेरो 62 जति आएको थियो, मलाई अझै पनि याद छ। फर्स्ट टेस्ट दिँदाखेरि मैले विकली टेस्ट दिँदाखेरि एकदम राम्रो हुन्छ, किन भन्दाखेरि आफ्नो विक बाई विक कस्तो इम्प्रुभमेन्ट छ भनेर आफूलाई हेर्नुको लागि एकदम हेल्पफुल हुन्छ। आफ्नो इम्प्रुभमेन्ट भएको छ कि छैन, आफू के हुँदैछु भन्नुको लागि। र कुनै इन्स्टिट्युटले चाहिँ यो सुरुतिर मक टेस्टमा अप्ठ्यारो हाल्दिने गरेको हुन्छ, किनकि विद्यार्थीलाई केही पनि आउँदैन रहेछ जस्तो पारिदिने, अनि केही पनि आउँदैन जस्तो पारिदिएपछि अब आफ्नो इन्स्टिट्युटमा जसरी पनि अब पढ्न आउँछ, मलाई केही आउँदैन रहेछ भन्ने फिल गराएर त्यो एउटा बिजनेस मोडल पनि गरेको देख्छु म। तर आज चाहिँ मैले एउटा लिएर आएको छु, कस्तो भन्दाखेरि चाहिँ एउटा त्यो अफर भनौँ कि यस्तो एउटा बेस्ट मक टेस्ट क्ल्याम्प बुकले फ्रीमा मक टेस्ट गरिरहेको छ। यही आउने स्याटरडे यही शनिबार जेठ 13 गते, जसमा चाहिँ 4 वटा सिफ्ट हुन्छ, जसमा चाहिँ आइओई को जस्तै सीबीटी कम्प्युटरमा बस्ने अगाडि इक्जाम दिने, इन्टरफेस पनि आइओई कै जस्तै ठ्याक्कै, र क्वेसन पनि आइओई कै ओल्ड क्वेसनहरु सबै कलेक्ट गरेर लगाएको। र त्यो क्वेसन लगाउनेमा म पनि एकजना थिएँ त्यहाँनेरि, क्वेसनहरु कस्तो हाल्ने भनेर डिसाइड गर्दाखेरि, र ठ्याक्कै ओल्ड क्वेसन जस्तै र आइओई कै जस्तो 4 वटा सिफ्टमा हुन्छ दिनभरि शनिबारमा। र 4 वटा सिफ्टमा हरेक वटा सिफ्टमा एक-एकजना टपर हुन्छ, र हरेक जना टपरलाई के छ भन्दाखेरि 100% स्कलरशिप, र त्यो ओभरअल 4 वटै मध्येको एकजना ओभरअल टपरलाई के छ ल्यापटप प्राइज पनि छ। त्यस्तै टप 10 भित्र आउनेलाई 50% स्कलरशिप, त्यस्तै टप 20 सम्म आउनेलाई 10% स्कलरशिप। यसको चाहिँ हामीले स्कलरशिपको पाटो मात्र नहेरिकन हामीले पहिलो भनेको त ओल्ड क्वेसनको कलेक्सनबाट बनाएको क्वेसन हो, र अर्को भनेको आइओई कै ठ्याक्कै त्यस्तै सिस्टममा त्यस्तै इन्टरफेसमा अगाडि बसेर दिने इक्जाम हो यो भनेको। त्यसको मतलब चाहिँ के हो त, यसले त तिमीलाई एकदम फाइदाजनक छ नि त। यसले तिमीलाई सुरुमा म कस्तो छु त, मेरो लेभल कहाँ छ त्यो हेर्नको लागि मद्दत गर्यो। त्यसको साथसाथै ओल्ड क्वेसन पनि हेर्नु मिल्यो, र कस्तो आफ्नो अनुभवको लागि पनि दिनु मिल्यो। त्यसैमा स्कलरशिपको पनि व्यवस्था भयो, र यो भनेको सबै फ्रीमा एभाइलेबल भयो। र यो इक्जाम चाहिँ शनिबार बबर महल, यो नेपाल टेलिकम बिल्डिङको अपोजिट साइडपट्टि हुनेवाला छ। त्यो भनेको चाहिँ हामीले त्यो आर्क ब्रिज पनि हामीले देखिरहेको हुन्छ त्यो ठाउँमा, र म यसको लिङ्क चाहिँ तलतिर डिस्क्रिप्सनमा पनि राखिदिन्छु। यसको लागि चाहिँ तिमीले फर्म पनि भर्नुपर्ने छ। फर्म भनेको चाहिँ अनलाइन फर्म, तिमीले फर्म भनेको सित्तैको फर्म हो। त्यो चाहिँ फेरि फर्म किन चाहिन्छ भन्दाखेरि अब 4 वटा सिफ्टमा त मान्छेलाई यति जनालाई भनेर यति बेला आऊ भनेर डिभाइड त गर्नुपर्छ नि त, नत्र भने सबैजना एकै बेला आएर त हुँदैन नि त। त्यही भएर 4 सिफ्टमा डिभाइड गर्नको लागि यो चाहिँ तिमीले फर्म भरिराख। यसलाई चाहिँ सबैले मिस नगर। यो भनेको चाहिँ तिमीले इक्जाम दिएपछि आफ्नो लेभल थाहा पाउनुको लागि पनि एकदम तिम्रो लागि हेल्पफुल हुन्छ, र सबैलाई त्यो दिन त्यहाँनिर देख्नु पाऊँ है त मैले। ल सबै तलतिर फर्म भर।